है यसरी सुत्न नि मिल्यो होइन के भन्यो ठिक छ यो त्यसमा के गीतमा हाल्यो क्या चट्ट लगाएर हे गाइस वेलकम टु एसके एन्ड जीजी ब्लग सो आज चाहिँ हामी कहाँ जान रहेछौँ भन्दाखेरि आज चाहिँ हामी कमल पोखरी काठमाडौँ जान रहेछौँ मसँग चाहिँ को जान्छ भन्दाखेरि मसँग चाहिँ मेरो दाइ सागर कार्की दाइ जानुहुन्छ सागर कार्की दाइ कहाँ छ भन्दाखेरि यहाँ त कहीँ छैन सो आज सागर कार्की दाइ चाहिँ यहाँ हुनुहुन्छ है त चट्ट हेलो वेलकम टु एसके एन्ड जीजी ब्लग तपाईँहरूलाई एसके एन्ड जीजी ब्लगमा बहुत स्वागत छ आज चाहिँ हामी पल्सर 150 बाइकमा चाहिँ सर र बाइकमा चाहिँ चिलपारामा दाजु र भाइ मेरो बेस्ट फ्रेन्ड भन्दा पनि हुन्छ मेरो भाइ भन्दा पनि हुन्छ हामी चाहिँ दाजु र भाइ सर र बाइकमा चाहिँ आज अगाडि नै लोकेसन थाहा पाइसक्नु भयो होला हामी चाहिँ आज कमल पोखरीतर्फ जाँदैछौँ साथमा आज हामी बिबिचमा के हुन्छ कस्तो हुन्छ भन्ने कुराहरू तपाईँलाई हामी भ्लग मार्फत पनि जानकारी दिउँला मेरो साथमा चाहिँ बहुत सपोर्टिभ गर्ने बहुत हेल्प गर्ने चाहिँ मेरो भाइ मेरो ग्याल्जेन भाइ साथमा हुनुहुन्छ हामी बिबिसी क्लिपहरू फनी क्लिपहरू पनि हामी जानकारी दिँदै गरौँला अहिलेको लागि चाहिँ यति नै बाँकी कुरा पछि अपडेट गर्दै गरौँ दाइले भनेको चाहिँ सही हो हामी चाहिँ बाँकी कुराहरू अपडेट गरिराखौँला फर्स्ट अफ अल हामीले चाहिँ बाइकमा पेट्रोल पनि हाल्नुपर्ने हुन्छ पेट्रोल बिना यो बाइक चल्नेवाला नि छैन सो हामी तपाईँहरूलाई एकैचोटि पेट्रोल पम्पमा भेटौँला सो गाइस हामी चाहिँ पेट्रोल पम्पमा आइसकेको छौँ अरानीको पेट्रोल सेन्टरमा अनि यता चाहिँ दाइ हाल्दै हुनुहुन्छ 600 को पेट्रोल पम्प अच्छा अनि हामी चाहिँ अब तपाईँहरूलाई रोडको अपडेट दिइरहन्छौँ अनि अब चाहिँ हामी सिधै अब बिचतिर जाम पर्छ होला त्यो पनि देखाउँला भ्लग होइन अनि तपाईँहरूलाई भ्यू यसरी चट्ट भ्यू क्याप्चर गरेर देखाइदिउँला होइन अनि तपाईँलाई पेट्रोल पम्प पेट्रोल भर्न छ भने चाहिँ अरानीको पेट्रोल सेन्टरमा आइदिँदा हुन्छ है त तपाईँलाई चाहिँ म अब छोटै क्लिप देखाउँछु अनि कहाँको अनि यता चाहिँ हुनुहुन्छ अङ्कलहरू हाई गरिदिनु त अङ्कल ल है त यता चाहिँ तपाईँहरू पेट्रोल पम्प भर्न आउन सक्नुहुन्छ अब हामी चाहिँ रोडको अपडेट दिनेवाला नै छौँ सिधै अब तपाईँलाई रोडतिर भेटौँ है त चाहिँ हेर्न सक्नुहुन्छ जडीबुडी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड हेर्न सक्नुहुन्छ यो चाहिँ अस्ति नै आन्दोलनमा चाहिँ आन्दोलनकारीहरूले चाहिँ यो पुऱ्याइदिएको छ यो चाहिँ फेरि बनिरहेको छ है त हामी चाहिँ जडीबुडी पुगिसकेको छौँ ओके गाइस हामी राइट नाउ चाहिँ हामी बानेश्वर चौकबाट चाहिँ हामी यो बिजुली पुलमा आइसकेको छौँ यो चाहिँ निकै नै भाइरल पुल भन्न चाहन्छु म किनभने यता चाहिँ बिहानको दिउँसोको समयमा भन्दा पनि यो रातिको समयमा चाहिँ धेरै मान्छेहरू यता आएर टिकटक भिडियो बनाउने काम गर्छ होइन हेर्न सक्नुहुन्छ यो चाहिँ दुईवटा पुल छ यताबाट जाने छ यताबाट चाहिँ माथि जाने उताबाट चाहिँ आउँदाखेरि यताबाट आउने है त अनि यो चाहिँ यसको खास के छ भन्दाखेरि चाहिँ यो चाहिँ राति चाहिँ यसमा चाहिँ लाइटहरू टल्किने गर्छ होइन अनि त्यसैले मान्छेहरू यता धेरै एट्र्याक्टिभ भएर चाहिँ यता टिकटक भिडियो बनाउन आउनु छ होइन तपाईँले टिकटकतिर देखेको पनि होला सो राइट नाउ हामी चाहिँ माइती घरको जाममा छौँ होइन अनि यता चाहिँ हामी यो सुत्ता गरेर दुईचोटि जाममा परिसकेको छौँ हेर्न सक्नुहुन्छ यहाँ जाँदै गाडी नै गाडी छ लेफ्टमा नि गाडी छ राइटतिर नि गाडी छ है र त्यसै गरी तपाईँलाई हामी हाइवेको अपडेट दिनेवाला नै छ फाइनली गाइज हामी चाहिँ कमलपुरमा आइसकेको छौँ जुन हामीले तपाईँलाई इन्ट्रोमा पनि भनेका थियौँ हामी कमलपुरमा आएपछि बाँकी अपडेट दिन्छौँ र फाइनली हामी त्यो ठाउँ गएपछि चाहिँ हामी सबै डिटेलको बारेमा हुन्छ होला भन्ने हिसाबले हामीले चाहिँ तपाईँलाई भनेका थियौँ फाइनली हेर्न सक्नुहुन्छ यहाँ दृश्यहरू पुरै पानीको साथसाथमा रमणीय दृश्यहरू रमाइलो भ्युजहरू रहेको छ यहाँ पहिलाको टाइममा यो भाइरल पनि भएको थियो किनभने यहाँका फुलहरू चाहिँ अनगिन्ती तरिकाले एकदम मजाले फुलेका पनि थिए अहिले चाहिँ अहिले आउँदाखेरि चाहिँ अलिकति कमै मात्रामा देखेँ मैले जुन चाहिँ अलिकति पहिलाको हेरिकन अलिकति कम मात्रामा रहेको रहेछ पहिला चाहिँ धेरै नै फुलहरू फुलेको छ अन्त गेटहरू हेर्न सक्नुहुन्छ गेट चाहिँ अगाडि रहेको छ मुख्य गेट चाहिँ आउने प्रवेशद्वार चाहिँ यहाँ चाहिँ प्रायः मान्छेहरू घुम्न अलिक टाइम स्पेन्ड गर्नको लागि र अलिकति शनिबारको दिन चाहिँ अलिकति बढी भिडभाड हुने गर्छ फाइनल देखि नै हाल्नुभयो साथमा क्यामेराम्यानमा मसँग हुनुहुन्छ जीजी हाम्रो एसके एन्ड जीजी ब्लगको क्यामेराम्यान भाइ उहाँले पनि लगभग भनौँ न फोटोहरू भिडियोहरू मजाले बनाउनुहुन्छ साथमा मलाई सपोर्ट पनि गरिरहनु भएको छ बाँकी हामी अपडेट गर्दै गर्छौँ
सो गाइज अब चाहिँ हामी डुलिरहेको छौँ। अघि नै सम्पूर्ण अपडेट चाहिँ हाम्रो दाइले साकार दाइले दिनु भइसकेको छ यो कमल पोखरीको बारेमा चाहिँ होइन। यहाँ चाहिँ धेरै जस्तो मान्छेहरू यो इभिनिङमा चाहिँ आउँछ दिउँसो भन्दा चाहिँ, किनभने हामी चाहिँ खासै टाइम पाएको थिएन बेलुकातिर आउन। धेरै दिउँसो आएको घुम्नलाई। दिउँसो मान्छे नहुने होइन, मान्छे टन्ने नै छ होइन। अनि यता माछाहरू पनि टन्ने छ। कमलको यता हेर्न सक्नुहुन्छ, कमलको यो पनि रहेको छ यतातिर। अनि दाइ र म चाहिँ यहीँ छौँ, हामी दुईवटा चाहिँ चट्टा लगाएर। मेरो साथमा भाइ पनि रहेको छ, जुन मैले क्यामेराम्यान भनेर भनेको थिएँ। अब भाइ चाहिँ उनी हो भन्नुभयो। अब साथ दिनको लागि हामी दुईजना यहाँ आएको छौँ र यहाँको बारेमा हामी जानेको सुनेको जे जति कुराहरू छौँ, अब आफूले जानेको कुराहरू विस्तृत रूपमा तपाईँहरूलाई भनि नै हालौँ। सो गाइज अब यहाँ चाहिँ तपाईँहरू आएर यसो ठाउँहरू घुम्न सक्नुहुन्छ, किनभने यो रमणीय ठाउँ रहेको छ। यहाँ चाहिँ अब विभिन्न खालका मान्छेहरू आउँछन्, यहाँ टाइम स्पेन्डहरू गर्छन्। प्रायः चाहिँ यो सबैको रोजाइमा पर्ने गरेको ठाउँ रहेको छ। यहाँ चाहिँ अब तपाईँको सिटी सेन्टर जुन अहिले अगाडिको ठाउँबाट पनि नजिकै रहेको छ। यहाँ चाहिँ प्रायः मान्छेहरू अब गफ गर्ने, भुल्ने, अलि टाइम स्पेन्ड गर्नेदेखि लिएर हरेक गतिविधिहरू साथै अलिकति रमणीय ठाउँमा आएर चाहिँ यसो आफूले पनि केही रमाइलो ठाउँहरूमा आएर यसो घुमौँ, यसो सिनहरू हेरौँ भन्ने हिसाबले आउनुहुन्छ। यहाँ फुलहरू पनि फुल्छन्, यहाँ रुखहरूमा टन्ने फुलहरू पनि छन्। सायद योभन्दा अगाडिको टाइममा चाहिँ मैले एउटा भिडियोमा हेर्दाखेरि फुलहरू पनि सायद देखेको त थिएँ, तर अहिले अलिकति कमै मात्रामा चाहिँ रहेछन् भनौँ। अब किनभने सायद सिजन त्यो टाइममा थियो होला, अहिले अलिक कमै मात्रामा रहेको रहेछ। तपाईँहरूलाई चाहिँ एसके एन्ड जिजीको भ्लगमा फेरि पनि स्वागत छ भन्दै बाँकीमा भाइले दिन चाहन्छु। दाइले भनेको जति चाहिँ पहिला दाइ चाहिँ यहाँ धेरैचोटि आउनु भइसक्यो होइन। दाइले भनेको सत्य नै हो, किनभने दाइ चाहिँ यहाँ महिनामा 5-6 चोटि आउँछ नै, किनभने दाइ यहाँ चाहिँ केटीहरू फ्लट गर्नलाई आउने होइन, हो कि होइन भन्नु। केटी फ्लट गर्न आउने हो यता। यता केटीहरू टन्ना भराभर छ, जति केटाहरू छ यहाँ आइदा हुन्छ होइन। हुन्छ अनि त्योपछि चाहिँ हामी यता हेर्न सक्नुहुन्छ, यसरी सुत्दा नि मिल्यो है, यसरी सुत्दा नि मिल्यो होइन। हामी चाहिँ होइन चट्ट यता चाहिँ टाइम स्पेन्ड गर्न भन्दा पढ्न पनि आउँछ, हामी सो डिस्टर्ब नगरौँ यहाँ मान्छेलाई। यता चाहिँ नि पार्क, सानो पार्क जस्तो नि बनिरहेको छ खेल्नको लागि। र यहाँ चाहिँ धेरै जस्तो केटीहरू चाहिँ सिङ्गल नै हुन्छ, एक एकले बसिरहेको हुन्छ। अनि यता चाहिँ दाइहरू बसिरहेको छ। फाइनली हामी चाहिँ कमल पोखरी पनि घुमिसकेका छौँ र त्यसमै स्टार्ट गर्ने। सो फाइनली हामी चाहिँ कमल पोखरी पनि घुमिसकेका छौँ र यो चाहिँ निकै नै राम्रो लाग्यो मलाई। अनि अहिले चाहिँ त्यस्तो विधि फुलहरू रहेछ यहाँ। पहिला चाहिँ टन्नै फुल हुन्थ्यो है, यहाँ भोलि फुल यो साझ माछा धेरै रहेछ। र अब त्यसै गरी अब हामी चाहिँ एउटा हाम्रो मिस भाटा जानेवाला छौँ, किनभने यहीँतिर नजिकमै पढ्नुहुन्छ कन्सल्टेन्सीमा। सो हामी चाहिँ मिस भाटा गएर बोल्छौँ, छोरी मिससँग बोल्छौँ, अनि तपाईँहरूले त्यहीँ भेटाउनुहुन्छ। सो गाइज हामी चाहिँ आउने क्रममा चाहिँ हामीले यता स्काई टावर देखिसकेको छ, हेर्न सक्नुहुन्छ कत्रो ठुलो छ भने यार है, लास्टै ठुलो छ। अनि अब चाहिँ हेर्नु न यहाँदेखि यत्रो ठुलो, कत्रो ठुलो। सो अब चाहिँ हामी मिसलाई भेट्न गइरहेको छौँ। अब तपाईँहरूले चाहिँ त्यहाँ पुगेपछि देखाउला है त। सो गाइज हामी चाहिँ यहाँ मिसलाई भेटिसकेको छ। यहाँ मिस चाहिँ लास्टै के चिज गरिरहेको छौँ। अनि यता चाहिँ अर्को मिस हुनुहुन्छ, अनुहार छोड्नु भइरहेछ। सो फाइनल गाइज हामी चाहिँ कमल पोखरीबाट घर आइसक्यो। हामीले चाहिँ बिचमा अब हाम्रो मोबाइल स्विच अफ भएर चाहिँ क्लिप खिच्न पाएन। हामीले चाहिँ त्यही नै हो भ्लग होइन। हामीले चाहिँ त्यो मिसलाई भेट्न जान्छु भनेर मिसलाई भेट्यो, अनि त्यसपछि चाहिँ हामी मोबाइल स्विच अफ भएर चाहिँ हामी घर आइसकेको छौँ। अनि यो भ्लग चाहिँ हाम्रो पहिलो भ्लग पनि हो। हेलो, फाइनली हामी चाहिँ अब कमल पोखरीबाट घर आइसकेका छौँ गाइज। अब तपाईँले एसके एन्ड जिजी भ्लग कस्तो लाग्छ कृपया लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला।
यो हाम्रो फर्स्ट भ्लग पनि रहेको छ। अब के कस्तो लाग्छ यसो प्रतिक्रिया पनि दिनु होला भन्न चाहन्छु है त म। ल दाइले भनेको जस्तो यो हाम्रो चाहिँ पहिलो भ्लग पनि होस्। तपाईँहरूलाई मन परेछ भने यस्तै कन्टेन्ट चाहिन्छ भने हाम्रो कमेन्ट बक्समा चाहिँ चट्टलाई एसकेएनजीजी भ्लग भनेर लेखिदिनु होला। आजको लागि यति, हामी अर्को भ्लगमा मिल्छौँ। बाई बाई।